हेलो एभ्रिवान, गुड मर्निङ एन्ड सबैजनालाई स्वागत छ आजको ब्लगमा। सो अहिले चाहिँ म छु गाउँघरतिरै अनि यस्तो दामी घाम लागिरहेको छ। यो चाहिँ हाम्रो गाउँ भयो होइन, गाउँको रोड। अनि म चाहिँ माथितिर जाँदैछु। माथि बोलाउँदै हुनुहुन्छ हाम्रो दिदीले। अहिले हामी उतै गएर भेट्नेछौँ। दिस इज द चाइकेरे चोक, गोगने चौतारी तथा चाइकेरे चोक। अनि म चाहिँ देखाइरहेको छु चोक हाम्रो विदेशमा रहने दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई, हाम्रो गाउँका दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, हाम्रो गाउँ, हाम्रो ठाउँ यस्तो छ। यो चाहिँ हाम्रो चौतारा है। अनि यस्तो छ, कस्तो दामी देखिरहेको छ। आज क्लियर छ नि त वेदर। अनि भाइहरू के गर्थ्यो, 4जना सँगै बसिरहेको थियो अघि। अहिले त्यहाँ गाली गरेर अहिले 2टा झरेर 2टा हिँड्न लाग्छन्। दसैँपछि घर लिप्दै यहाँ केही मान्छेहरू दसैँपछि पनि घर लिप्दैछन् यहाँ नानीहरूले, सानो सानो बहिनीहरूले। दिदी तपाईँलाई होइन है फेरि? ल हुन्छ, ल हुन्छ, म गएको है। गाइस अहिले चाहिँ म गाउँतिर डुलेर यसो अहिले यता फुटबल ग्राउन्डतिर आएको छु। अहिले चाहिँ लगभग साँझ हुन लागिसक्यो। देख्नु सक्नुहुन्छ यस्तो छ, कोही छैन। यहाँ ग्वालाहरू हुन्छ, हाम्रो फुपूहरूले घाँस काट्दै हुन्छ। त्यसपछि म बसिरहेको छु यहाँ, मसँग चाहिँ पछि आएको थिएँ। अहिले चाहिँ यस्तो रेस्टमा छन् केटाहरू, रेस्टमा। ल यिनीहरू मसँग घुम्न आएर यतातिर बसेको ठाउँबाट उठ्दैन, अल्छी रहेछ यिनीहरू त। यिनीहरूमा आज डर घुमाउँछु, यताबाट लगेर उता परको बाटोबाट लिएर आउँछु। अहिले बिस्कुट देखाउनु पर्दा आइहाल्छ फेरि यिनीहरू। कम कम, वाह 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 भाइ वाह। अझै अब यिनीहरूलाई आज यो बिस्कुटको लालचमा यिनीहरूलाई आज दह्रो घुमाउनु पर्छ। कम कम, यिनीहरूलाई आज म दह्रो उता टङ्खोलादेखि उता कता लगेर आउँछु। मेरो पनि काम छैन त, यिनीहरूको झन् के काम हुने हो र। मसँग घरबाट यत्तिकै डुल्न भनेर निक्लेको थिएँ। अनि यिनीहरू पछि आएको थियो, पुरा खाना पाइन्छ कि जसरी आएको थियो। अहिले त अगाडि हिँड्छ यिनीहरूलाई। म आज उता लगेर यस्तो हिँडाउँछु आज। अहिले त जोसिरहेको छु केटाहरू। यो चाहिँ केटी हो, यो चाहिँ केटा हो है। म चाहिँ काम धन्दा केही छैन। अनि आज चाहिँ बहिनी भान्जी आछिन्, खानासाना बनाउनु पर्दैन होला सायद साँझबाट। अनि म चाहिँ अब एक राउन्ड लगाउन जाँदैछु। यसरी राउन्ड लगाएर आउनु पऱ्यो। अनि कोही पनि छैनन् है, एक्लै छु अहिले त। म एक्लै भन्दा नै आजभोलि प्रायः एक्लै हुन्छु। अनि जङ्गल छ कि फेरि यार, यस्तो पुरै जङ्गल छ। हेर न यार, अहिले त मलाई एक्लै जङ्गलमा छोडेर अगाडि गयो त तिनीहरू। लास्टै अगाडि हिँडिरहेछ, कहिले जङ्गल छिर्छ, कहिले कता छिर्छ। मभन्दा धेरै त्यो कुकुर डराइरहेछ क्या हो। यस्तरी हिँडेको छ यार, घाँस काट्न हिँड्ने, यताउता जङ्गलमा दाउरा खोज्न हिँड्ने मान्छेले मलाई यस्तो मोबाइल खोलेर बोल्दै हिँडेको देखेपछि त लास्टै बेइज्जत हुन्छ यार। भोकलाई चाहिँ के केटा भन्न, पागल भएछ क्या हो यो फल्नाको छोरो भन्दा त फेरि बाउ लागेर भन्दालान् के यस्तो जङ्गलतिर भिडियो बनाउँदै हिँडेको थियो भनेर। गाइस अहिले चाहिँ कुकुरले बाँदर भेटाइसकेको छ, गए कतातिर। यु क्यान सी गाइज बाँदरहरू। सो हाम्रो कुकुरले चाहिँ लखटिरहेको छ। मलाई पो डर लागिरह्यो यार गाई यार, के हो यस्तो। अब म यहाँबाट भाग्नु पर्ने हुन्छ। कुकुरहरू चाहिँ बाँदर लखट्नको लागि गइसक्यो कता गयो। यु क्यान सी गाइज बाँदर, लट्स अफ बाँदरहरू रहेछ नि यार यहाँ। म एक्लै कुकुर नलिएर आएर त लास्टै गाह्रो पर्ने रहेछ त। त्यो कुरो अब यहाँबाट म निक्लिनु पर्ने हुन्छ। म एकछिन तल गएर भेट्नेछु है। मैले भनेको थिएँ नि गाइस, जङ्गल त ध्वस्त रहेछ त। देख्नु सक्नुहुन्छ है तपाईँहरू, यो पात हुन्छ नि यो सिजन। ओह आयो मेरो केटाहरू, कम कम कम। यो सिजनमा हुन्छ नि यस्तो त नआउनु पर्ने हो कि नै। यो सिजन त हराभरा हुनुपर्ने हो कि नै। बर्खा लगभग बर्खाको इन्डिङ भनौँ न, भदौ असोज भनेको त बर्खै हो नि त। बर्खामा यस्तो देखिरहेछ भनेपछि प्रकोप नै हो, प्राकृतिक प्रकोप नै भनिन्छ क्या यसलाई। झुसेली किराले पातहरू खाने त्यस्तो खालको
एउटा ऊ आएको रहेछ। ल केटाहरूले चाहिँ यो बाँदर लखटेर आइसकेको छन्। बाँदरलाई कता पुगेर आएर आए। ल फाइनली गाइज बाँदरसँग छुटकारा, बाँदरसँग बाँचेर म चाहिँ यहाँनिर आइपुगेँ। यो चाहिँ हापुरे सुर्खेत टङ्खोला पुरुन्धारा जाने बाटो हो यो। अनि यो हापुरेबाट आउने सुर्खेत टङ्खोला कता कता जानुपर्ने हुन्छ यो बाटोबाट। सो अब म चाहिँ अलि तलसम्म जान्छु अनि त्यसपछि म त्यहाँनिरबाट फर्किन्छु है। त्यहाँबाट दामी भ्यू देख्छ क्या उता त्यो खेत पाइको। म चाहिँ खासमा त्यही भ्यू हेर्न आएको। अनि सनसेटको टाइम पनि भयो नि त, कस्तो देखिन्छ, राम्रो देखिने भए दामी भिडियो बनाएर आउँछु। कस्तो दामी हुँदो रहेछ यार पैदल एक्लै हिँड्ने। लगभग फर्स्ट टाइम होला म एक्लै। हाम्रो केटाहरू पनि आइसकेको छन् है, ग्याङहरू पनि आइसकेको छन्। अनि सनसेटको टाइम चाहिँ दामी एकदम पिसफुल बब्बाल क्या, कोही छैन। सो गाइज फाइनली डेस्टिनेसन्स चाहिँ पुरा भइसकेको छु। अनि यही भ्यू हेर्नलाई म त्यहाँबाट कुदी आएको यसलाई लिएर। कस्तो छ भ्यू? यता सनसेट हुँदैछ अनि यता तल चाहिँ यस्तो दामी देख्छ है। कति तल छ कति तल है, फेरि हेर्दा चाहिँ नजिक मान्ने पनि यस्तो छ है, दामी क्या। अनि यतातिर चाहिँ बाटो पर्छ। यो चाहिँ पुरै बाटोको लाइन भयो। अनि यहाँ खोला छ बिचमा एउटा। अनि यो भ्यू। सो यति भ्यू हेर्नलाई म कहाँदेखि कहाँ आएँ। अब चाहिँ म फर्किन्छु यहाँबाट। यी केटाहरू लागिसक्यो बाटो। यिनीहरूको मस्ती हेर न गाइज, मस्ती हेर न, मस्ती। यिनीहरूको मस्ती हेर न गाइज, क्या रमाइलो मानिरहेछ बे कुकुरहरूले पनि। अब यिनीहरूलाई म दिन्छु बिस्किट अलि माथि गएर है, मस्ती गरिरहेछन्। गाइज अहिले म कुकुरहरूलाई बिस्कुट दिँदैछु। आइसक्यो एउटा चाहिँ। हो जाने केटा मोज, हो जाने केटा मोज। ल है खाइदिन्छु एउटा। ल तैँले खा। ल यिनीहरूले चाहिँ म जान्छु बिस्कुट मजा बिस्तारै हिँड्दै गर्छु। मलाई भेटाइहाल्छ राखेर यिनीहरूले आउँदै गर है खाएर। कपाल हुन् कि दुइटा कपाल। च्यानल परिचय आउनु भएको छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। भाइ साहब हामी कताबाट घुमेर कताबाट निक्ल्यौँ है। ए केटाहरू चाहिँ पछि छन्। यो कहाँ हो, यो कुन ठाउँ होला कमेन्ट गर्नु त सबैजनाले। यस्तो ठाउँमा आइपुग्यौँ हामी। अहिले चाहिँ मान्छे खासै छैन, दिउँसोमा हुन्छ नि यहाँ मान्छे। सो हुन्छ आजलाई यति नै। अर्को भ्लगमा हामी भेट्नेछौँ। सबैजना स्वस्थ मस्त व्यस्त रहनु होला। धन्यवाद।